हेलो नमस्ते गुड मर्निङ एभ्रिवान। म चाहिँ शिशिर। आज चाहिँ हुन गइरहेको सुदूरपश्चिम भर्सेस विराटनगर किङ्सको गेम 5:45 बाट सुरु हुँदैछ नेपाली टाइम अनुसार। जस अनुसार जापानमा भने अब 7 बजे स्टार्ट हुन्छ। जापानबाट भयो नि अब सपोर्ट चाहिँ गर्नु नै पर्ने हुन्छ सुदूरपश्चिम रोयल्सलाई। 6 आउट अफ 6 अहिलेसम्म जितेर टपमै हुनुहुन्छ हाम्रो सुदूरपश्चिम हैन। सुदूरपश्चिमको फ्यान्सलाई वान्स मोर कङ्ग्रेचुलेसन। आज पनि सकेसम्म विराटनगर किङ्सलाई हराउँछ भन्ने आशा नै गरेको छौँ। त्यसअनुसार सपोर्ट भने सुदूरपश्चिमलाई नै हुने हुन्छ। अब योभन्दा अगाडि जनकपुरलाई चाहिँ हामीले दिएको नै हो ट्रफी। जनकपुरलाई चाहिँ हामीले ट्रफी दिएको हो। अब यो साल चाहिँ अब जनकपुर नकआउट भइसकेको छ। अब कसैलाई दिँदैनौँ हामीले ट्रफी भनेको चाहिँ अब आफैले लिने हो। यो एनपिएलको ट्रफी चाहिँ हामीले आफैले नै लिने हो हैन। त्यसकारण चाहिँ अब अरू चाहिँ आश नगर्दा नि हुन्छ। किन भन्दा अब भनौँ न एउटा सुदूरपश्चिमको फ्यान्स भएर नै होला सकेसम्म सुदूरपश्चिममा नै ट्रफी जान्छ यो साल चाहिँ। हेरौँ के हुन्छ। आजको गेमको लागि बेस्ट विशेष भन्न चाहन्छु। सबैजनाले एकदमै राम्रो उत्कृष्ट प्रदर्शन गर्नुहुन्छ भनेर आश गरेको छु हैन। गर्नुहुन्छ सबैजना टाइगर नै हुनुहुन्छ। अब दिपेन्द्र सिंह ऐरीको चाहिँ कुनै नगरौँ। टाइगर भनेको टाइगर नै हो। अरूजना पनि त्यस्तो कमी चाहिँ छैन है। अरूमा पनि त्यस्तो कमी चाहिँ छैन। गर्छन् केटाहरूले। आज विराटनगर किङ्सलाई पनि एकदमै पुछारेर हराउँछ भन्ने आशा गरेको छौँ। ल है सक्दो सेयर सब्सक्राइब फलो गर्न चाहिँ नबिर्सिनु होला। सुदूरपश्चिम फ्यान्स जय नेपाल, जय सुदूरपश्चिम, जय नेपाल। यो मैदानमा तुफान सुदूरको सान, मैदानमा तुफान सुदूरको सान। जित्छौँ हामी जित्छौँ, लड्छौँ हामी लड्छौँ, यही हो पहिचान, यही हो पहिचान।